Hello friends, good evening. Welcome to my another vlog. भर्खरै क्लास सक्यो. Recently class has been finished. अहिले क्लास सकेर हामी चाहिँ सो हल्का रिफ्रेस हुनको लागि करिडोर साइडमा चाहिँ सो हिँड्न जान लाग्छौँ हैन. त्यस्तै हो, पढाइ काम यताउति गर्दा गर्दै ल्याङल्याङ झ्याङझ्याङ हुन्छ हैन. दिमाग एकदम झुल भइरहेको हुन्छ. अब यसो छोरा साथी र म खोला नाला डाँडा काँडा हैन डुल्दै हिँड्दै गर्ने त हो. What's up guys? मेरो पनि भिडियो हिजो भर्खर हालेको छु. हेर्नु अपडेट भइरहेको छ. हेर्नु है त. एउटै फिडब्याक क्लास, दिनु. एउटै सब्जेक्ट, एउटै कन्टेन्ट, कन्सन्ट्रेसन फरक, इन्ट्रेस्ट पनि एउटै. लेट्स गो टु कामरू रिभर. कामरू रिभर आइसक्यो. कामरू रिभर हेरौँ होइन. चिलिङ स्पट है एकदमै पुरै हामी चिल तरिकाले बस्ने हिँड्ने डुल्ने घुम्ने होइन. मान्छेहरू यहाँ साइक्लिङ गइरहेको हुन्छ हो. गार्डनहरू है सबै हेर्न सक्नुहुन्छ. कलेजको स्टुडेन्ट्सहरूदेखि लिएर स्टुडेन्टको विद्यार्थीहरूदेखि लिएर होइन टुरिस्टहरू सबै यहाँ आउने होइन. यहाँको रिभर साइडहरूको चाहिँ एकदम इन्भाइरोमेन्टहरू इन्जोय गर्ने है. यहाँ चिल भएर बस्ने इन्जोय गर्ने ठाउँ हो होइन. रिभरको भ्यूहरू हेर्ने, वाटर इन्जोय गर्ने सबै कुराहरू चाहिँ यही ठाउँमा एकदमै इन्जोयबल, एकदमै मेमोरेबल र एकदम एउटा मेमोरी थप्ने ठाउँ छ. एकदम कलेजबाट नजिकै छ होइन. कहिले काहीँ आउने गर्छौँ. एकदम रमाइलो छ, आनन्दमय छ. नेचर र ह्युमेनको चाहिँ एउटा मिड पोइन्ट चाहिँ एकदमै यहाँनिर जो असल सिटी एकदमै भएको ठाउँमा पनि चाहिँ यो एरिया चाहिँ यस्तै एकदमै प्रिजर्भ गरेर एकदम क्रिएटिभ तरिकाले राखेको छ. दिस इज द बेस्ट पार्ट. इसमी सुरज होइन. अब म चाहिँ अलिक बिजी भएर चाहिँ मैले आफ्नो ब्लगहरू अनि कन्टेन्टहरूमा अब कन्टिन्यू दिन सकिरहेको छैन. तर सुन होइन एकदमै चाँडो चाहिँ म गर्ने सोचिरहेको छु. प्लस ग्याजेटहरू पनि अब जम्मा गर्दैछु. अब हामी अब अपग्रेड हुँदैछौँ नि त. त्यही भएर अब पहिलाको जस्तो छ त्यस्तै नगरौँ भनेर चाहिँ म सोचिरहेको छु. सकेसम्म चाहिँ एउटा ल्याउँदाखेरि एकदमै खतरै ल्याइदिउँ भनेर सोचिरहेको छु. अब त्योसम्मको अब एक्सपेक्टेसन मिट हुन्छ हुँदैन त्यो त थाहा छैन. तर हाम्रो गुणराजले चाहिँ गर्दैछ होइन. एकदमै खुसी लागेको छु. अनि आज हामी दुईजना उसको फ्रेममा चाहिँ छु. आज म क्वेसन सोध्न गइरहेको छु गुणराजलाई एक दुईवटा. अब तिमीलाई चाहिँ कस्तो फिल भइरहेछ त? अब डे 1 देखि आजको दिनसम्ममा होइन इम्प्रुभहरू पनि धेरै गरिसकेको छ. मैले देखिसकेको पनि होइन, कमेन्ट पनि गरिसक्यो होइन. अब स्टार्टिङ फेजदेखि नै मैले गर भनेर त अब अलिकति उक्साइरहेको थियो होइन. एउटा पोजिटिभ भाइब्स त दिइरहेको थियो होइन. अहिलेसम्म आइपुग्दा चाहिँ कस्तो फिल भइरहेछ? चेन्जेसहरू आइरहेछ. एभ्री फ्रेम, एभ्री भिडियो, एभ्री एडिटमा चाहिँ एउटा नयाँ कुराहरू सिकिँदै गइन्छ क्या. त्यस्तो रहेछ होइन. एभ्री एउटा वर्कमा चाहिँ एउटा इलिमेन्ट चाहिँ थपिँदो रहेछ कि. एउटा कुरा झन् प्लस सिकिँदै जाने, एउटा कुरा झन् प्लस हुँदै जाने. एभ्री भिडियोमा चाहिँ नयाँ कुरा केही दिउँ होइन. त्यो बढाएर लिएर जाउँ, अलिकति इन्क्रिज गराउँ होइन. अलिकति त्यसलाई इम्प्रुभ गराइदिउँ भन्ने तरिकाले त्यसरी इम्प्रुभ हुँदै जाने रहेछ होइन. त्यही नै हो अहिलेसम्म मेरो एक्सपिरियन्समा चाहिँ. एभ्री भिडियोमा, एभ्री सिचुएसनमा, एभ्री इभेन्टमा, एभ्री नयाँ मान्छेहरूसँग भेट्दाखेरि चाहिँ केही न केही कुरा चाहिँ सिकिरहेको छ, ग्रो भइरहेको छ. आफू पनि इन्गेजिङ फिल भइरहेको छ. त्यही नै हो यार अहिलेसम्म. सो नन्देशका यस्तो मान्छे किन इन्ट्रेस्ट भएर केही कुरामा अलिकति म गर्छु भनेपछि आफै सिकिँदै जाने रहेछ कि. मैले त्यो चाहिँ मैले पनि फिल गरेँ होइन. आफ्नोमा इन्ट्रेस्ट हुन्छ नि त केही कुरामा. अब त जानेको छैन होइन, तर गर्नु छ कि होइन. भने चाहिँ ढिर जबरजस्ती त्यो विलले डिजायर इच्छाले डोराएर लिएर जाँदो रहेछ कि. हो सही 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 सही.
धेरै पछि पानीमा खेलेको यार एकदम रमाइलो आनन्द पुरा फ्रेस फिल भइरहेको रिफ्रेसिङ सो रिफ्रेसिङ लङ टाइम आफ्टर लङ टाइम ब्याक टु नेचर है त